इन्डियासँग चाहिँ ओपन बोर्डर भएको कारणले इन्फर्मल्ली ससाना परिमाणमा इन्डियासँगको हाम्रो इथानलको मूल्य चाहिँ घडबड हुँदा हाम्रोतिर सस्तो भयो उता जाने, हाम्रो महँगो उता सस्तो भयो त्यो यता आउने कुरालाई पनि हामीले कन्स्ट्यान्टली मोनिटरिङ चाहिँ गर्नुपर्छ। तर त्यो खालकोमा त्यो प्राइस मेकानिजम अथवा त्यो मूल्य निर्धारण समितिले ती कुरा पनि विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ। अब मैले धेरै लामो कुरा नगरिकन जसको जे भूमिका हो, गुणस्तर विभागले गुणस्तरमा ध्यान दिनु पर्यो, आयल निगमले केही तयारीका काम बाँकी छ भने त्यो ध्यान दिनु पर्यो र त्यो खरिद गरेर ढुवानी भण्डार अनि यहाँ हाम्रा जुन डिलरले बिक्री गर्छन् त्यहाँको केही सानातिना इक्विपमेन्ट चेन्ज गर्नु पर्ला, कर्मचारीलाई केही ट्रेनिङ चाहिएला, उपभोक्तालाई सचेत गर्नु पर्ला, त्यतातिर तयारीमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ। उद्योगीहरूलाई यति आइसकेपछि सानातिना कुरा के बाँकी हो, मूल्य निर्धारण समिति कार्यविधि गरेर अब त्यो सम्झौता गरेर उद्योगलाई बाटो अगाडि खोल्नुपर्छ जस्तो मलाई लाग्छ।